खासमा भन्नुपर्दा मेरो जान नै त्यहाँ गलत हालेको छ। म क्षेत्री हो, मलाई अब क्षेत्रीको त थाहा छैन राम्रोसँग भने साईको कसरी थाहा हुन्छ। म साई होइन क्षेत्री हो। सुन्नमा आएको कुरामा त्यहाँ क्षेत्रीहरू सँगसँगैको सङ्गतमा ठकुरीहरूसँगको सँगसँगमा क्षेत्रीहरू पनि सहभागी भइसकेपछिको सामाजिक संरचना अनुसार तपाईहरूलाई अघि उहाँले उठाएको एउटा कुरा जस्तै सामाजिक रूपले घरभन्दा बाहिर निस्किन वा साथीहरूले भनेको ठाउँमा जानलाई, विद्यालय कलेजले भनेको ठाउँमा पुग्नलाई त्यस्तो खालको सामाजिक बन्धनहरू, त्यस्तो पारिवारिक बन्धनहरू केही छ? मलाई त त्यस्तो केही पनि छैन। अब हुन्छ नि सक्षम भनेको म हो दुनियाँ होइन। अब दुनियाँ जस्तो सृष्टि उस्तै दृष्टि होइन, जस्तो दृष्टि उस्तै सृष्टि हो के। मान्छेले मलाई नराम्रो सोध्छ भने तिनीहरूको नजरमा म नराम्रै हो, तर बस मेरो बाबा आमाको नजरमा म राम्रो छु। त्यस्तो कुनै पनि लगाउनु। तपाईँको ओडामा वा टोलमा छिमेकमा तपाईँसँगैका कोही साथीहरू वा दिदीहरू बहिनीहरू कोही छाउपडी बस्नुहुन्छ? त्यो त हुन्छ। तपाईँ? म चाहिँ बस्दैन। मेरो बुवा मेरो शान्तिगाडमा सानो सानो होटल छ। गाउँमा गएँ भने आफ्नै कोठामा बस्छु। खाना खाने त्यो चुलोमा आफै पकाएर खाँदैन, यति मात्रै फरक छ। तर यता शान्तिगाड आयो भने बुवाले भने चाहिँ रिसाउनुहुन्छ। तैँले किन भनिस् मलाई? तेरो यो भन्ने कुरा हो त आफ्नो होइन। अब व्यक्तिगत सरसफाइ गर अनि ऊ गर। बरु त्यसले तँलाई केही नराम्रो भयो भने हामीले सहयोग गर्छौँ कि अब हुन्छ नि। अब त्यस्तो अप्ठ्यारो भयो भने तर यो म बाहिर सरेको छु भनेर भन्ने कुरा होइन। त्यो भन्ने कुरा चाहिँ होइन होइन। मतलब त्यस्तो भन्ने कुरा होइन कि जस्तै अब म घरभित्र जान्न भन्यो भने चाहिँ त्यस्तो रिसाउनुहुन्छ। खाना पका हामी खान्छौँ भन्नुहुन्छ अरू चाहिँ। अनि भन्ने कुरा अरू चाहिँ गर्नुहुन्छ। मलाई चाहिएको कुरा जुन हुन्छ नि नचाहिएको छाउपडी प्रथा मान्ने त्यसलाई चाहिँ बुवाले अरू साथीहरू चाहिँ बसेको थाहा पाउनु भएको छ तपाईँ? अरू चाहिँ बस्छन्। त्यो हटाउनका लागि तपाईँहरूले केही प्रयास गर्नु भएको छ गाउँघरमा? गरेको छु। अब जस्तै स्कुलमा सडक नाटकमा देखाएकै हो। अब बुझ्दैनन्। अब के गर्ने? पचल झर्ना अलि पिछडिएकै क्षेत्र हुन त प्रकृतिमा लाग्छ मलाई कर्णालीकै धनी हो, तर अब आर्थिकमा चाहिँ छैन मेरो पचल झर्ना होइन। अब त्यस्तै छ, समाज त्यस्तै छ, मान्छेको सोच त्यस्तै छ। म आफ्नै कहानी बताउँछु। म जम्मा 8 क्लास पढ्थेँ, तर यस्तो समाज छ, यस्तो सोच छ मान्छेको केही थिएन। म स्वयं मेरो अङ्कल हो। उहाँ पनि खड्का, म पनि खड्का, सँगै विद्यालय जाने आउने गर्थ्यौँ। स्वयं अङ्कल। अब साग भन्छन् नि गाउँतिर, त्यस्तो अङ्कल 1 वर्षपछि हामी सँगै जाने आउने होइन। अब उहाँ सेकेन्ड फर्स्ट धुँदाखेरि कम्पिटिसन हुने, तर समाजको मान्छेले गलत अर्थ लगाइदिए कि त्यसलाई। अब तपाईँहरूको सामु मलाई भन्न पनि शरम लाग्छ। त्यस्तो अर्थ लगाइदिए भनेपछि अब समाज छाउपडी प्रथालाई त कसरी स्वीकार्थ्यो? अब सोच्नुहोस् आफै। भनेपछि अलिकति उमेरदार भइसकेको छोरी खै कतै चिने जानेको नातागोताको मान्छेसँग पनि साँझ बिहान स्कुलसँगै जाँदा आउँदा गर्दाखेरि चाहिँ 4वटा बात सुन्नुपर्ने अवस्था चाहिँ गाउँघरमा अझै पनि। साँझ बिहान भन्दा पनि जतिखेर पनि के उभिएको नि देख्ने नसक्ने। फेरि उहाँ मेरो आफ्नै अङ्कल। अनि पछि सायद त्यतिखेर यस्तो लाग्थ्यो कि मैले जन्मदै के पाप गरेँ, म यो संसारमा नरहँ जस्तो लाग्थ्यो वास्तवमा खुलेर भन्नुपर्दा। तर मेरो बुवा मम्मीले चाहिँ मलाई फुल सपोर्ट दिनुभयो। अनि त्यसपछि सबै मेरो हरेक सानोदेखि ठुलो पढ्नमा मेरो परिवारको साथ छ। हस्, धन्यवाद। कालीकोटको छोरीहरूको कुरालाई मैले यहीँ पिट मारेँ। यहाँ हामीले